सो गाइज हैन म चाहिँ हातमा पड्काउन लागेको छु पटका कस्तो हुन्छ हैन ल यो भाइले चाहिँ आउलाई दिन्छ एकचोटि सल्काइदिए ल ल म हिट्टी बस्छु यहाँ धुवा हेर्न हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि पनि तपाईँहरूलाई आजको न्यू डे न्यू भ्लगमा स्वागत छ हैन सो म चाहिँ फेरि पनि आएको छु तपाईँहरू सामु नयाँ खालको भ्लग ल्याएर हैन सो आजको भ्लग चाहिँ के छ भनेपछि हैन आज चाहिँ चट्टपारामा तिहार हैन सो सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु पहिला त हैन किनकि आज तिहार नभएर फेरि भाइटिका पनि छ हैन प्लस सबैजनाले हैन आफ्नो दिदी बहिनीको हातबाट टिका लगाइसक्नु भइसकेको छ होला हैन र मैले चाहिँ किन लागेको छैन मेरो निधार किन खाली छ भनेपछि हैन सो यसपालि चाहिँ हाम्रो हैन टिका छैन तपाईहरुले थाहा नै छ होला यसपालि चाहिँ हाम्रो टिका छैन त्यसैले निधार खाली नै छ हैन त्यही नै हो उता गाउँतिर हैन एकदम रमाइलो गरिरहेको छ डेक बजाएर हैन म भने के भने डोको नाम्लो बेरेर हैन घाँस काट्न जाँदैछु उता खेतमा हैन सो यहाँको भ्यू चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले यस्तो छ चट्टपारामा हैन बेला पनि बुड्न लागिसकेको छन् हैन चट्टपारामा गाइस हो के भने तलमा बाइक गुडेको छ आइस टाकुरा भन्छन् है गाइस यो चाहिँ हाम्रो यो मैले भ्लग बनाएको ठाउँले चाहिँ हैन उता टाकुरा खेतमा हैन खेत बाँझे छ हाम्रो फेरि दुई तीनवटा गरा बाँझे छ हैन त्यस गरामा चाहिँ त्यो गरामा चाहिँ हैन घाँस उम्रेको छ त्यही घाँस काट्ने भनेर जान लागेको छु डोको बोकेर चट्टपारामा घरमा फेरि पारा छ हैन पारा फेरि भोकै छ लगाएछ हैन यही हो घाँस काट्ने ठाउँ चाहिँ हैन यतिका बाँझो छ चट्टपारामा यिनीहरू खेतको घाँसहरू चाहिँ काट्नुपर्ने हुन्छ पहिला चाहिँ हैन यिनीहरू खेतका गरा हुन् देख्न सक्नुहुन्छ यहाँ चाहिँ धानहरू छ ठ्याक्क मुन्तिर फेरि यस्तो घाँस काट्ने ठाउँ हैन टक्क अब मिस्त्रीसँग काट्दै जानुपर्ने हुन्छ ओए मजर ओए मजर भाइ मजर हो कि कालिजो भाग्यो त बे अझ यहाँ अर्को नि छ ओए उरे यहाँ कस्तो धान त राख्दिन्न कि क्या हो हाम्रो यो छिमेकीहरूको धान सक्दिने भयो मजरले कस्तो दामी भयो हैन पेला धान त्यही नै हो गाइस हैन अब घाँस काट्ने ठाउँमा आइहालेँ म चाहिँ हैन अब घाँस काट्नु पर्ने हुन्छ चट्टपारामा यहाँ चाहिँ धानहरू छ नयाँ पानी खेतको धान हो यो चाहिँ हैन टक्कपारामा सो देख्न सक्नुहुन्छ तपाईले यस्तो दामीको वेदर छ आजको चाहिँ हैन आज चाहिँ हैन हल्का छाक्रे छुर्के हैन बादल देखेको छ पानी त हान्न होला घाँस काट्ने कामले चाहिँ म स्टार हान्छु हैन यहाँ तलनु नि छ तलनु काट्छु होला सायद यहाँ चाहिँ अलि सानो छ यहाँ यतानु चाहिँ घाँस चाहिँ हैन त्यही भएर अलि म अलि मुन्तिर गएर घाँस काट्छु हैन जता ठुल्ठुलो अग्ला घाँस छन् लाभा त्यही गएर काट्ने हो हैन लगाएछ हैन फाइनली म चाहिँ घाँस चाहिँ यतानु काट्छु हैन सो यतानु अग्ला छन् हैन यो भन्दा अब अग्ला घाँस चाहिँ छैन उता अरू खेतमा चाहिँ हैन सो अग्ला घाँसहरू काट्नु पर्ने हुन्छ मैले चाहिँ किनकि फेरि यो छिप्यो भने पाराले चाहिँ खाँदैन हैन सो के गर्ने अब यस्तो नै छ आफ्नो लाइफस्टाइल चाहिँ हैन दसैँमा नि यस्तै भएको थियो दसैँमा झन् बाख्राकोला जानु परेको थियो घाँस काटेको चाहिँ मैले यो साल देखाएको थिएन हैन त्यसले अब यो अहिले चाहिँ देखाउन लागेको छु ठ्याक्कै आज त नदेखाउनु पर्ने आज तिहारको दिन हैन के गर्ने अब ठिकै छ देखाइदिउँ न त हैन सो त्यही नै हो अब म चाहिँ घाँस काट्छु हैन घाँस काटी भ्याएर फेरि घर गएर हैन टक्कपारामा गाउँमा नाच चलिरहेको छ होला तिहारको हैन सो त्यही नाच हेर्न जानुपर्ने हुन्छ लेट्स गो अब म चाहिँ काम स्टार्ट हान्छु ल घरबाट चाहिँ हैन मैले स्ट्यान्ड पनि ल्याएको थिएँ हैन त्यही भएर मोबाइल स्ट्यान्ड चाहिँ वहाँ पारि छ सो
त्यही नै हो हेर्दै गरौँ ल लगाएछन् फाइनली मेरो चाहिँ घाँस काटेर सकिसकेँ सो घाँसको भाइहरू चाहिँ यही नै हो ट्याक्क पारामा तौलिदिन सक्नुहुन्छ र यो चाहिँ मेरो मोबाइल स्ट्यान्ड भइहाल्यो त्यही नै हो अब म चाहिँ घर जान्छु रात पनि पर्न लाग्यो यार गाइज के गर्ने यस्तो नै छ मेरो जिन्दगी होइन घाँस काट्ने बाख्रा गोला जाने गाउँले जीवन यस्तै नै हो कहिलेकाहीँ चाहिँ सम्झिँदाखेरि नै होइन वाक्क दिक्क लाग्छ यार मेरो उमेरका केटाहरू कहाँ कहाँ बाइक लगाएर बुलेट फड्काइरहेको छ होला यार आफू भने यहाँ हेर त यसरी यो घाँस काट्ने कहिले के भने झ्याउ हुन्छ नि यार होइन के भने अब अरूको तुलना गर्न भएन गाइज के गर्ने अब यस्तै नै छ आफ्नो भाग्य यस्तै नै हो होइन सो त्यही नै हो अब म चाहिँ घर जान्छु होइन घर गएर फेरि अब नाचगान हेर्न जानु पर्ला होइन यसो गाउँतिर सो अब केही समयपछि रात परिहाल्छ होइन पहिलाको भन्दा एकदम क्वालिटी अलि लो आएको छ होला होइन अब केही समयपछि रात परिहाल्छ बाँकी भिडियो चाहिँ उतै गाउँमा गएर भेटौँ ल सिधै नन स्टप जान्छु म चाहिँ घर पुग्नलाई लगभग यस्तै 15-20-25 मिनट लाग्छ होला होइन मेरो घर गइपुग्नलाई त्यही नै हो लेट्स सी अब घरमै गएर अड्डाउँछु यो भाइरी चाहिँ म एकैचोटि बोक्यो भने त्यही नै हो अब घरमै गाउँमै गएर भेटौँ ल वेलकम टु जीवन सोल्टी ब्लग होइन अब हामी चाहिँ नाच्नु जानु लाग्यो म चाहिँ बिहानैदेखि नाचौँ भनेर लिसिर लगाएको थिएँ क्याप्ने कस्तो सिक्रेटमा होइन अब चाहिँ हामी फेरि नाच्यो भने जाने म चाहिँ भोकट नाच्यो भने पुस्ने भएको छ अब चाहिँ हामी चाहिँ फेरि नाच्यो भने जाने म चाहिँ खतरा नाचिदिन्छु क्या अब चाहिँ कहाँ जाने रे नाच्यो हेर्नु होइन पोल्ट जानु लाग्छ हामी चाहिँ अब के कस्तो हुन्छ अब भिडियोमा हेरेर आफै थाहा पाउन सक्नुहुन्छ ल अब हाम्रो अङ्कल चाहिँ जगर्स न्यू जगर्स हो र ल ट्याक्रो बोडी त फेरि उही खतरा खाएको तर होइन जगर्स अहिले लाउने क्या मेलामा यसमा भुल्तिर पछि लाउने ल अब त यस्तो भइहाल्छ यस्तो हेर नि फुलको गर्दा ताग्ला चाहिँ यहाँ त्यो छ लुक्स मासु त खाएन नि त्यस्तो कम किलाइदियो नि त्यो वात्ता है केटा बुझ्दै बाघको लाएर ए ओके लगाएछ होइन मेरो दुईजना भाइहरू आएको छ नाच्यो हेर्न जानु भन्न होइन यिनीसँग जानु लागेको छु सँग नभेटेर ल हिँड केटा हिँड जाऊँ लगाएछ होइन हामी चाहिँ नाच्यो हेर्न जान लागेको छौँ भाइहरूले चाहिँ पड्का हुन लागेको छ पड्क्यो घुम्ने क्या त्यो भयो क्या ठाउँ राम्रो होइन क्या अलिकलाई पुग्ने Let's see भन्छ नि यता देखान भुइँमा देखान अङ्कल बरु भन्नु तैले तपाईको 50 रुपैयाँको पटका ओए घुम्ने पो क्या अङ्कल बरु भन्नु तैले पटका ल्याउनु पर्छ म मेरो पटका दिए एकपल्ट अङ्कल ल भिडियो खिच्नु खिचिरहेको छु के हातमा बो ल लगाइछ भाइको कमाल देख्नु भयो तपाईले भाइको कमाल लाइटरले त के भयो मुरीको तु बोला लाइटरले त छाला फालिको के मुरीको त पठाइन त अहिले खै दुख्या ह केही हैन मैले पनि पड्को छु दार पड्को न त म लाइट खाल्नु अलिकति खाल्नु आकाशमा यहाँ कानमा फालिदिला नि बौला मेरो आकाशमा सट्टै अहिले बढिन के यस्तो हेर्दा ला एउटा लिन डर ओए ब्याङ कहाँ गयो गानी त्यो पटक भेट्यो हातमा पर्दैन भाषा यो त हातमा ल गयो फिट चल्दा भने तल भइले उचाल्छ सबै खानु लागि उड्दैन हो 10 बजेसम्म खेल्छ हो भइले त हामी चाहिँ माथि नाच परिरहेको छ
सो हामी चाहिँ एकैछिन माथि गएर आउँछौँ पछाडि पड्काइदिनु लाख मेरो पछाडि छिटै जा कस्तो डोल्छ माथि चाहिँ नाच्दै रहेको छ होइन तपाईँले एकैछिन नाच्नु देखाउँछु त्यसपछि हामी अब आज त फेरि गाउँभरि चाल्नु क्या रातभरि पड्का पड्काएर आऊ भाइ सो गाइज होइन म चाहिँ हातमा पड्काउनु लागेको छु पटका कस्तो हुन्छ होइन ल यो भाइले चाहिँ आउलाई दिन्छ एकचोटि सल्काइदिए ल ल अड्डेल अड्डेल त पार्छु म पड्किन त किन पड्किनु यो मुला अर्को पड्का लिएन पड्किनु यसै त छोड्दैन यसलाई ओए पड्का लियो त एउटा पाटे के गीत लाले देर फुटे भाइले जेम्सीको ऱ्याप सुने सो मेरो कपडाको हात चाहिँ यस्तो थियो एउटा लिएन हातमा पड्काउँछु म भाइ अर्को टराई हान्दैछु भर्खरको चाहिँ चिसो म देखाएको छु नडरानु म डरा होइन म डराउँछु सर फिस गयो फेरि अर्को तल पनि तल जाने बौला एकैछिन जान्छु कस्तो ल उठ्नु क्या उठ्नु हातमा ल कस्तो डर छ स्याउ त हाम्रो यहाँ दरबहादुर हुन्छ फेरि पड्काउनु राखौँ हामीले चाहिँ पटका होइन पटका त यति किन खान्छ किन केटाहरूले गयो यो नि फ्युज गयो
नै अझै गाछ त्यो बोतल भित्र हाले त पड्काउनु लाग्यो नि पानी होला तपाईँ यो बोतलमा समाचारमा त्यो ग्लास हैन के जले आइन्छ राम्ररी छिर्छ गर्नुपर्छ म हिट्टी बस्छु म एकछिन ओ बोतल फुट्यो कागो बोतल चाहिँ रनको थियो यहाँ धुवा हेर्न नफाल्नु मेरो चिके यति पट्यो यार बोतल केही होइन यार धुवा मात्र भयो धुवा त टन्नै भएर खै छोड्नु मुला छोड्नु ल फेरि बिल भित्र अलि भित्र हाल धुवा भित्र अलि भित्र हाल मलाई हामी चाहिँ यस बेला पोल टोला छौँ होइन ट्याक्क त्यहाँ चाहिँ होइन लाइट छ हेड लाइट हो कि त्यो लाइट ल यो फुट्यो बोतल फुट्यो यो मासाले यार ओए धुवा देखाइदेऊ न त्यही हो सबै भयो एकचोटि नराम्रो लाओ यार यहाँ तलतिर चाहिँ होइन कुनै कुनै ठाउँमा नाच्नु परेको होइन त फेरि अहिले हामी हाम्रै टोलमा जान लागेको छौँ पोल टोला टल टोलातिर यस्तो नाच हेर्न आएको होइन आज चाहिँ रहेनछ भोलितिर हुन्छ होला सायद यता भोलिको भलकमा तपाईँलाई देखाउने छु होइन त्यही नै हो अनि यहाँ कथेर यता पुरा गरिरहेको बेला होइन पटक्क फालिदिन्छ आगमा कस्तो मुला यी क्या मैले भनिरहेको थिएँ नि एकरो त हुनै भएन क्या कडाक छ नि साउन्ड होइन ओएमा यहाँ नफाल्छ म हुने फाल्न लाग्यो मुलाहरू कानको जारी फुटाल्ने जस्तो साउन्ड आउँछ कडक छ यार साउन्ड त अंकल यस्तो के ल्याउनु खै हैन Woi. Paling morco paling. Aja woi, macam. Woi. हाम्रो यता साथी पनि झिलिमिली घर पनि झिलिमिली हैन सो हामी चाहिँ यता नाच हेर्न आएको छौँ उता पर नाच चलिरहेको छ हामी चाहिँ नाच हेरेर पनि यता साइडतिर आएको छौँ हल्का गफगाफ गर्न हैन अब कुन ठाउँ जाने भनेर हामी चाहिँ सोचिरहेको छौँ हाम्रो यो साइडमा
पैसा छोड्ला लोन ल्याएर त घर चाहिँ बबाल हो है ए भाइ ए यता हेर। आमाले रिस ल्याउने त्यस देख्नु त माया यसले। पैसा हाल्ने पर्छ त्यही नै हो अब घर जान्छौँ कि उता अरू ठाउँमा जान्छौँ नाच हेर्न तपाईँहरूले देखाउने छु केही समय पछि। झिपिक झिपु बोले होइन झिपिक झिपिक क्या हेर हेरी हो क्या तिमी त आइजो एकछिन हेरौँला जामला प्रगति तपाईहरु गरेको हो त्यहाँ बजा लानु ओके जाम्बी दा उब्ला साइड जाने भनेको यिनीहरू भाइहरूले अब कोही सुन्ने ताने एकछिनमा यता सर्कट जाम क्या बुला त्यो गाडी एकजना एक पर्सन गर्दा दिनु सब जान्छन् सब म डरान्नु अरे यिनीहरू भाग्छन् तपाईले म नडरा त भयो त कोही जरा न क्या अरे जाम क्या छिटो जाने सी त्यो त्यत्न आँटा त घुम्न को जान्छ ल आइदेऊ सै एकछिन अहिले चाहिँ नाचो माथि उठ्छ नाचो अरू बल्ल हेर्छु उठ्या चाहिँ अहिले 10 बज्न लागिसक्यो 10 बजी सबै नाच्नु उठ्छ यस्तो हेर्ने के गर्ने गाई यतिको लफडा चाहिँ गर्नुपर्छ साथीहरूसँग सो अलरेडी गाई चाहिँ होइन फाइनली म चाहिँ घर आएको छु होइन उता उपला साइड जाने भनेको होइन क्यान्सल गऱ्यौँ होइन भोलिको दिन पनि छ होइन जस्ट भोलिको दिनमा गएर हेरौँला भनेको थियौँ हामीले चाहिँ यो रातिनु के जाने भनेर होइन एकैछिन छलफल गरेर हामी चाहिँ घर आएको छौँ होइन भोलि हेरौँला भनेर अहिले त सुत्ने कोठा चाहिँ यही हो अहिले उसको सङ सुत्दिन्छु म चाहिँ होइन सही मेरो कोठा चाहिँ अहिले उता अहिले माथि हो मेरो घर चाहिँ होइन गाउँ सङ सुत्न आएको ल लाइट चाहिँ त्यही यहाँ माथि चाहिँ टिन हो होइन केही भन्न चाहन्छस् मेरो भलकमा ओइ के हेरिरहस् लाइभ हो क्या टिकटक लाइभ हो फ्री फायर लाइभ ल हो क्या सो गाइज होइन आजको नयाँ भलक भने आजको भलक चाहिँ म यतै इन्ड हान्न चाहन्छु होइन तपाईँहरू चाहिँ मेरो युट्युब च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गरेर जोडिदिनु होला नेक्स्ट भिडियोमा भेटौँला होइन यति भन्दै नेक्स्ट भिडियो नि के भन्ने अर्को अब भोलि बनाउने छु नयाँ भलक होइन देउसी भैलो खेलेको होइन यो चाहिँ राति भएर त्यति राम्रो देखेको छैन होला भोलि चाहिँ होइन उज्यालो एकदम क्लियर तरिकाले तपाईँहरूलाई देखाउने छु सो हेर्नु होला होइन भोलिको भलक होइन सो तपाईँहरू चाहिँ मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिदिनु होला नेक्स्ट भिडियोमा भेटौँला होइन सो यति भन्दै आजको भिडियोबाट छुट्टिन चाहन्छु च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर पनि गरिदिनु होला होइन मन परेमा सो त्यही नै हो नेक्स्ट भिडियोमा भेटौँला ल भोलिको भलकमा बाई बाई टेक केयर गुड नाइट म चाहिँ अब सुत्छु होइन आजको भलक चाहिँ यति नै